हेलो गाइस, आज चाहिँ हामी जाँदैछौँ अङ्कलको घरमा। आज चाहिँ मेरो डे अफ। यसो चाँडो उठेर फेरि आफ्नो बानी चाहिँ डे अफ भए पनि छिटो उठ्ने साह्रै राम्रो बानी छ। किन हाँसेको तपाईँ? मैले के भनेकै छैन। त्यही हो साथीहरू। बाँकी कुरो अहिले म देखाउँछु। जाँदा जाँदै अङ्कलको घर चाहिँ आइपुग्न लाग्यो। अलिकति मात्रै टाढा छ, त्यहाँ बाटोमा जाँदैछौँ। यो चाहिँ मलाई कपालमा लाउन लागि फुल। धन्यवाद। हामी चाहिँ अङ्कलको घरमा आइपुग्यौँ। अब म देखाउँछु। जोइन साहब होइन अरे त यो चाहिँ अङ्कलको यो सुन्तला, यो खुर्सानी, भेन्टा, करेसाबारी होला साथीहरू। अब चाहिँ यहाँबाट चाहिँ हाम्रो भाइ निस्किन्छ है साथीहरू। हेलो, यो चाहिँ मेरो भ्लगमा सुशील कडेललाई स्वागत छ है। सुशील कडेल लास्टै लजाउँछ फेरि। अब चाहिँ हामी अब पानीपुरी बनाउँदैछौँ। म मात्रै हो है साथीहरू, फेरि अरू कोही होइन नि। उहाँ चाहिँ खालि लुक्नु र नाच्नु मात्र हुन्छ, अरू केही काम गर्नुहुन्न। Sigma boys is ready. अब प्याज, अब त्यसपछि बारेमा केही भन्नु होला। लास्टै नमिठो भयो, त्यही भएर गफ खाएको। अब चाहिँ हामी घरै जान लाग्यो। यस्तो राम्रो भ्यू छ, शान्त एकदम, हरियाली हरियाली। काठमाडौँ बसेर आएको मान्छेलाई त एकदम राम्रो लाग्छ यो ठाउँ। गाउँ जस्तै लाग्छ मलाई त कहिलेकाहीँ है। हेलो हेलो, कहाँबाट हो तपाईँ? म नेपालबाट। तपाईँ? म न्युजिल्यान्ड। ए, कस्तो छ न्युजिल्यान्ड? म त भर आएको। राम्रो छ। यो पछाडि रुख छ, अगाडि रोड छ। हाम्रो नेपाल पनि एकदम राम्रो छ। डेन्टल यहाँ चाहिँ यस्तो राम्रो हलुवा बेच्छ, के गर्नु साथीहरू, खान नपाइने होइन। अनि यो चाहिँ हाम्रो डिलवर्थ स्कुल, सबसे राम्रो स्कुल यहाँको। अब चलेर एकदम लास्टै धेरै चिसो छ साथीहरू। के गर्थ्यौँ रे? हामी घुम्न जान्थ्यौँ। हामी राम्ररी बस्थ्यौँ न्युजिल्यान्डमा। तपाईँ त न्युजिल्यान्डको मान्छे होइन? हो नि, न्युजिल्यान्डको। मलाई रुगा लागिसक्यो। नयाँ पनि छु। पहिला म अस्ट्रेलिया जितपुरे थिए, जितपुरे। Australian. I was in Australian. Australian. And then I just home in New Zealand. चाहिँ हाम्रो घर नेर आउन लाग्यो। Near to our destination. यो चाहिँ हाम्रो साथीको लाइब्रेरी, किचन,
हाम्रो वासरुम अनि खन्चुवा यो चाहिँ हाम्रो लिभिङ रुम फ्ल्याटमेटले बनाएको यो मदर्स डेको लागि कुकी त्यसैले अहिले म छुदिनँ यो भोलि बिहान मात्र केक खाने हुन्छ अनि हामी खान्छौँ त्यसपछि खाना पाकिरहेको छ त्यसपछि यता के भइरहेको छ के भन्नु न अब यो चाहिँ हाम्रो भ्लगको एन्डिङ हो है आज हामीले के गर्यौँ केही पनि गरेनौँ गयौँ आयौँ पानीपुरी खायौँ बकवास पानी बनायो त्यो बकवास पानीवाला पानीपुरी खायौँ गुलियो भयो अनि आलु चाहिँ राम्रो थियो पुरी पनि राम्रो थियो पानी राम्रो थिएन खायौँ सबै राम्रो थियो बारे थिएन नाच्न आउँदैन आँगन टेढो भनेको यस्तैलाई भन्छ खाना आउँदैन स्वाद थाहा छैन जे भन्दै नि भयो आफूले बनाउनु परेन अर्काले बनाएर दिएको मुखमा मात्र हाल्नु छ 1270 भन्नु छ अबबाट त्यो नसिबमा हुँदैन पकाए त हो नि आफैले ल छोडा अब म नि जान्छु काममा आजलाई चाहिँ यति नै भन्दै आज हाम्रो ब्लग यही सिद्धिन्छ बाई बाई बाई